हेलो गाइज, हेर्नु चाहिँ आज चाहिँ म बिहान गरिरहेको छु चौताराबाट। आज चाहिँ म चौतारामा बस्छु, एकैछिनपछि अनि जाने हो साथीहरू। आज चाहिँ खेतमा पानी लाउनु जाने हो, अर्को खेतमा। यो हाम्रो चौतारो, एकैछिन बस्नुपर्छ साथीहरू। यहाँ चाहिँ यहाँ अलि थकैला, अब यहाँबाट जाने हो साथीहरू, एकैछिन बस्नु पऱ्यो। यहाँ कति रमणीय ठाउँ छ साथीहरू। यहाँ जहिले पनि हाम्रो बस्न आउँछौँ कि यहाँ साथीहरू। उस गर्न अब चाहिँ म जान्छु कत्रा अब खोलो उसर्न जाने भएपछि त खोलो तर जानुपर्छ अनि पानी लाउने हो साथीहरू। हेर्नुलाई चाहिँ आज कस्तो उस हुन्छ। लाइक सब्सक्राइब गर्न नि नभुल्नु होला है साथीहरू। ल राम्रो बाँसघारी छ, यहाँ चाहिँ रोड छ अनि आमाको पुर्ख्यौली खेत त्यो चाहिँ, त्यही भएर अलिक टाढा छ क्या पहिलाको खेत हो क्या, त्यही भएर टाढा छ साथीहरू। अहिले बल्ल त्यही भएर जाने क्या म जाँदैछु। बाबाले जा भन्नु अनि म पनि जान्छु जाने भनेर जान लाग्यो। हेर्नु कपाल फेरि यत्रो भइरहेको, काट्ने खैरो हुन्छ मेरो कपाल, फेरि काट्नुपर्ने भयो। फेरि काट्ने हो मैले। अब कहिले काट्ने, शनिबार आज हो के भोलि काट्नु पर्ला। अब साथीहरू अब चाहिँ म पानी लाउन जान्छु। अन्तसम्म हेरेर लाइक सब्सक्राइब गरिदिनु है साथीहरू। हेर्नु कस्तो गाइज, हेर्नु रमणीय छ। यता फेरि जाइ जानुभयो, एकछिन बाँधेर हेरेर भन्नुभएको थियो पानी लाउन चाहिँ कल भनेर भनिरहेको छु। दाइ चाहिँ बप्पा उठाइदिनुहुन्छ कि होइन, दाइ बप्पा हुन्छ कि दाइ चाहिँ होइन साथीहरू। अब चाहिँ म जान्छु, त्यहाँ चाहिँ दाइ आउनु थियो, एकचोटि कट गरेको फेरि अहिले दाइले भ्लग बनाउनु लगाएको छ भन्नुहुन्छ, त्यही भएर अलिक पछि गएर भनेको। त्यहाँ दाइले यस्तो स्पिड चलाउनुहुन्छ कि यहाँ बाँदर हेरिरहेको छ भन्नुभएको थियो। यहाँ बाँदर अलिक छँदै छैन, म खेतमा हिँडिरहेको छु। बाँदर फेरि बाँदर यस्तो बबल आउँछ, बाँदर पनि हाल्ने कि साथीहरू। बाँदर यस्तो ठुलो रुखमा जान्छ नि साथीहरू। हामीले धपाउनै सकिन्न, हाम्रो मकै चाहिँ खाएर लैसक्यो साथीहरू। अस्ति नै आएको थियो, खाएर लैसक्यो। अस्ति खायो, अब त्यसलाई लटेर फेरि लटेर जाने, त्यो पनि हाल्छ है साथीहरू। दामी जङ्गल छ कि यहाँभित्र, फेरि जस्तै डर लाग्ने बेला छ। यहाँ त बाघ पनि आउँछ साथीहरू, बेलुकातिर बाघ पनि आउँछ, त्यही भएर होसियार भएर हिँड्नुपर्छ। हाम्रो यो बाटो सरकारले बनाउने यस्तै छ साथीहरू। अब गाउँले पारा यस्तै नै हो, हिलो छ बाटो, हिलो छ, त्यस्तो हिलो साथी। त्यस्तो बाटो स्कुल जानुपर्ने, स्कुल झन् पहिलाकोलाई कस्तो थियो, अहिले त झन् अहिले त सुविधा छ के अरे स्कुललाई त। अरू त त्यस्तै हो। फेरि हाम्रो यता अहिले भैँसी नि पुकाउनु दिउँ साथीहरू, अहिले चाहिँ भैँसी पुकाउँदैनौँ, यस्तै छ। अब चाहिँ घर पानी लाएर त्यहाँ आउँछ साथीहरू हाम्रो खेत, अर्को खेत। यस्तो दामी छ खेत, फेरि झन्डै लोटेको थिएन, मैले झन्डै लोटेको थिएन, दामी छ कि खेत चाहिँ हाम्रो। त्यही भएर साथीहरू यहाँ आउँछु है त म अहिले गएर खोला नामा चाहिँ आउँछ है साथीहरू। अब चाहिँ साथीहरू खोला नामा आउनु लागिसक्यो, बाँचे भयो के भयो बाह्रै भेटियो त्यहाँ चाहिँ खोला नाला छ साथीहरू। किन लेहरू यहाँ पनि खोला छ साथीहरू, कत्रो खोला छ यहाँ पनि। म अब तर्छु साथीहरू। ल यहाँ चाहिँ अर्को ठुलो भयो बोलाउनु मलाई, किन पनि प्लेयर हाम्रो पौडी उता कति पौडी खेल्ने सानो कुवा छ साथीहरू, त्यसमा भैँसी लिएर हालेपछि हुन्छ। ए मोबाइल, सानो मोबाइल छ, त्यसलाई भएपछि त त्यस्तो बनाइदियो भनेर लाग्यो नि। के भयो मोबाइल खोलियो, स्विच हानेर उडाल्यो, स्विच बजेर गयो एकैछिन हुन्छ नि। प्लेयर नि बाख्रा चाहिँ होइन भाइ, खेत नि बुना के हो बुना। हेलो हेलो ए यता धारा पानी का लैर बाख्रा झुम्के बाबु ए गोवेलाई हो क्या ल्याएर बोको, हेर बोको मेरो जुम्से बोको कुटुरे ल्याएर जुम्से कत्रो छ यार, झक्काले हुन्छ यो ठुलो भएर साथीहरू।
मेरो बाख्रो मेरो पुकुरो मेरो सुकुरे ले पुङ्कुरे मेरो पुङ्कुरे म जान्छु है साथीहरू बा चाहिँ फोनमा बोलिरहन् के बा डिस्टर्ब अनि यो म अनि कसमावाला त नि दाइको त्यहाँदेखि कस्तो नि लगाउन लिएर हिँड्नु पछि चलायो साथीहरू के खोलिन्न त्यही नचलाइकन बस मजाले थिच्यौ कि त्यहाँ यतापट्टि मजाले थिचेछौ त्यही भएर हो सानो फेरि मजाले अठाउँदैन के पैसा के अरे चार्ज भइ नै सक्छ नै बिगारे गर्छ चार्जै भइयो चाहिँ भ्याइयो होइन छतिहार त नि हुन्न त अहिले त अनि भइयो कि आउँदैछ भाइ बा ल भइयो बा चार्ज भइदिएछ स्विच अफै भयो त ठ्याक्कै फेरि गोबेले फोन गरेको त आएर नि अहिले त अनि यति रहेछ त्यो स्विच अफ भएर नि दिदी आयो अनि त्यसपछि अहिले गोबे आसी भनै फेरि केही भएछ भने गर्छ त्यसले नि तल जाने बा बोलिरहेको म भाग्नु पऱ्यो नि त्यहाँ खोलो त्यहाँ आउँछु भने साथीहरू आइज भने भाले अनि त्यहाँ आएको के साथीहरूमा पहिलाको मेरो गोठहरू साथीहरू पहिला हाम्रो गोठ बनाउँदा यहाँ लिएर आएर बाँधेको हाम्रो यो अनि बारी थियो पहिला चाहिँ अहिले चाहिँ बारी होइन साथीहरू म तल गएर भेट्छु साथीहरू लामो दुरी छ साथीहरू अझै म तल आइसकेँ साथीहरू यसै कट गरिरहेको थिएँ त्यहाँदेखि तलको अवस्था यस्तो बाटोबाट पानी लिएर गयो साथीहरू यत्रो पानी बनाएर आएर घप्पिहाल्छ म पानी लाउने साथीहरू उतातिर मैले लाउनु पऱ्यो नि त साथीहरू माझ त मैले लाउनु पऱ्यो पानी त्यही भएर अब यता लाउँछु साथीहरू एउटा पनि टाढो यस्तो लाग्छ यता नि अलिअलि त छोड्नुपर्छ यता यता निस्किनु फेरि अलिक गाडीहरू छन् यता लैजानुपर्छ कि धेरै है सरे ब्याग पानी लाउनुपर्छ तल गएर पानी भरेर जाने साथीहरू आज चाहिँ बल्ल 11 बज्न लाग्यो बिहानको अब त्यही पानी भरेर बसेँ अनि तल हुन्छ कि साथीहरू कहाँ हाल्यो पानी कहाँ हालेन बिम बढाउनुपर्छ मुगलाई पानी पऱ्यो भने फेरि घाँस हुन्छ त्यही भएर अहिले नबनाइकन हुन्छु तल गएर एकचोटि पनि बनाउँछु हाम्रो साथीहरूले पनि हेर्नुहुन्छ होला नि अभिषेक समीक्षाहरू त्यही माथि सौरभ चन्द्रे भाइ हाम्रो अभिषेक भाइ अर्को अभिषेक भाइ सबले हेर्छन् लाइक सब्सक्राइब चाहिँ नगरे साथीहरू गर्नुपर्छ है साथीहरू हेर्छन् कि मेरो साथीहरूले त्यही भएर साथीहरू भनेको हजुरहरूलाई नि मेरै साथी हो हजुरहरूले नि लाइक सब्सक्राइब गरिदिनु होला मेरो भ्यू बढाइदिनु होला साथीहरू जताततै त्यहाँ चाहिँ कुकुर थियो साथीहरू त्यही कलर नबोलिकन आएको साथीहरू चाहिँ लास्ट ठुलो कुकुर छ कि टोकिहाल्छ झ्याप्पै टोकिहाल्यो अनि त्यहाँदेखि त्यही गरेको कि साथीहरू पानी मार्दै जाने साथीहरू अनि पुग्छ बल्ल पानी आज धन्न हाम्रैतिर पानी लगाएको हुन्छ कसले के देख्नु पऱ्यो पानी त हेर्दै लान्छ हाम्रै घर कुसतिर यो मार्दै जानुपर्छ हजुर अनि बल्ल पानी पुग्छ अनि हाम्रो खेत हेर्नुलाई साथीहरू यस्तो राम्रो छ पर्कले
चाहिँ कत्रो ढुङ्गो साथीहरू तान्न नि गाह्रो भयो हट हट हाम्रो यहाँ मुहान छ कि साथीहरू यता चला चाहिँ त्यही भएर त्यहाँ पानी पुऱ्याउनुपर्छ त्यही भएर यताबाट यत्रो अर्दै लिएर लिएर जानुपर्छ यार साथीहरू खोइ धन्नै मरेको थियो धेरै गुल्टी थियो चिप्लो भएको थियो त्यही भएर धन्नै लोटी टाढो घरमा पऱ्यो यता फेरि यता आँच्छु म यता झरिन ठाउँ छैन साथीहरू यो चाहिँ हाम्रो खेत होइन कि अरूकै खेत हो फेरि वहाँ पुग्नु परेन फेरि साथी यस्तो यस्तो हिँड्नुपर्छ यता चाहिँ अर्को खेत हो हाम्रो चाहिँ वहाँ छ पुरा वहाँ पुग्नुपर्छ बल्ल आउँछ हाम्रो खेत फेरि लोटम राख्यो फेरि लोटिएर धन्नै लोटे धन्नै लोटेपछि हिलो छ कि साथीहरू त्यही भएर राम्रोसँग हिँड्नुहुन्छ अरूकोबाट अहिले धन्न लोटे तिनचोटिसम्म लोटिसकेँ लोटे यहाँ आली राम्रो होइन के गरेर लोटे त्यही माथि मोबाइल पक्रिनु पऱ्यो साथीहरू बल्ल अलिक तल आएँ अब यहाँबाट फेरि जान्छु अनि बल्ल पुग्छु साथीहरू आलु मिसानान धन्न लोट्ने थिएन लोटे साथीहरू यार बाटो छ यहाँ फेरि हिँड्नुपर्छ साथीहरू यहाँ अझ यहाँ पानी लाउन हजुर अस्ति नै अर्को देख्नु नि त्यहाँ झन् कति गाह्रो थियो सर्प थियो धन्नै त्यहाँ उतापट्टि सर्प थियो त्यहाँ झन् फजाल्छु साथीहरू म फजाले जान्छु तिमी एकैछिन रोक्ने मजा आइसकेको साथीहरू मोबाइल लिएर धन्न फजाल साथीहरू वहाँ माथि एउटा फजालेको साथीहरू ठामै थिएन त्यही भएर फजाल्नु पर्छ साथीहरू बल्ल अब खेतमा आउँछु म बल्ल आएँ अब खेतमा जान्छु अनि हजुरहरूलाई मेरो खेत देखाउँछु अनि बस्छु एकैछिन पानी लाएरै बसेपछि बल्ल आउँछ
माया हिँडेका तकला पानी गिरेगा हिँडेका जस्तो परे अन्धाइया अरे आफ्नो नाम भन्दा तेरे बिना तेना रहे तेरे बिना कहूँ मेरे बिना तेना रहे साथीहरू हाम्रो खेत चाहिँ आयो बल्ल अब चाहिँ म खेतमा जान्छु